हेलो साथीहरू, आज चाहिँ हामी गोदावरी घुम्न जाँदैछौँ। श्यामु दिदी, सृजना दिदी, मनसा दिदी, कामना दिदी, गीता बहिनी अनि म 6 जना भएर गोदावरी घुम्न जाँदैछौँ। यो चाहिँ हाम्रो टोली, सबै टोलीहरू हिँड्दैछ मजाले। फाइनल्ली हामी चाहिँ गोदावरी पुगिसक्यौँ। अनि टिकट लिएर नि भित्र गइसकेको थियौँ कि पानी लानु बिर्सेर फेरि पानी लिन आएको यता। पानी लियौँ, अब गयौँ, कता गएर बस्ने हो भनेर हेर्दैछौँ। यता त गुराँस पनि पाउँदो रहेछ, गुराँस फुलिरहेछ। आज शनिबार भएर होला, मान्छेहरू चाहिँ निकै गइरहेको थियो। यता हेर न हौ एउटा तर मान्छे बसिसकेर नि अब त नि ओके ल गर नि एउटा राखिसकेर गरौँ न। गाइज हामीहरू चाहिँ खाना लाग्यौँ यता। हेलो दिदी। हाई। हेलो दिदी। हेलो कामना दिदी। हेलो मनिषा दिदी। सृजना दिदी। अब चाहिँ हामी चटपटे खाँदैछौँ। गफ गर्दै हाँस्दै हुनुहुन्छ यता दिदीहरू। चिसो चटपटेहरू खाँदैछौँ। यता जुस चेस गर्दैछौँ। अनि अब पछि चटपटेको पालो। अब चटपटे खाएर हामी एकछिन नाच्छौँ, रमाइलो गर्छौँ। दिदीहरू यता मस्त डान्स दिँदै हुनुहुन्छ, 3 जना भएर नाच्दै हुनुहुन्छ। अनि यता मनिषा दिदी र कामना दिदीलाई मस्त गफमा बिजी हुनुहुन्छ। मलाई नि दिदीहरू नाचेको देखेर रहर लाग्यो है। त्यही भएर नाच्न त जान्दिनँ कि, तर दिदीहरू नाचेको देखेर रहर लागेर नाच्न मात्रै सघाइदिएको है मैले चाहिँ। अनि यसो नाचेको जस्तो मात्र गरेको मैले, नाच्न नजाने पनि। अनि अब एकछिन नाच्छौँ, नाचेर हामी उता पारी गएर फोटो भिडियोहरू बनाउँछौँ। अनि भरेतिर फर्किन्छौँ घरमा। गोदावरी आएर भ्लग बनाउने भनेको मान्छे भिडियो बनाउन बिर्सेर कस्तो हौ हामी त। फुलहरू फुलेर गोदावरी आजभोलि रमाइलो छ। सबैजना आउनुहोला, रमाइलो गर्नुहोला। हामी चाहिँ आएर पनि फर्किन आँटेको अब। अब चाहिँ हामी घुमेर फोटो पनि खिचियो, रमाइलो पनि निकै रमाइलो भयो। अब चाहिँ हामी घर फर्किन आँटेको। आजलाई यति। अब नेक्स्ट भ्लगमा भेटौँ ल गाइस। बाई बाई।